सम्पूर्ण साथीहरुमा मेरो नमस्कार। सधैं झैं आज पनि म दुईटा रुबाई लिएर उपस्थित भएको छु। मेरो प्रथम रुबाई जिन्दगीसँग सम्बन्धित छ र रुबाई यस्तो छ। यात्रा न हो जिन्दगी गन्तव्य हुन्छ, यात्रा न हो जिन्दगी गन्तव्य हुन्छ, मृत्युपछि कहीं न कहीं मन्तव्य हुन्छ, मृत्युपछि कहीं न कहीं मन्तव्य हुन्छ। जति नै राम्रो काम बाँचुन्जेल गरे पनि, जति नै राम्रो काम बाँचुन्जेल गरे पनि कहीं कतै खोटको मन्तव्य हुन्छ नै हुन्छ, कहीं कतै खोटको मन्तव्य हुन्छ नै हुन्छ। र अर्को रुबाई, यो रुबाई एउटा मनमा खट्किएको कुरो मैले यहाँ लेखेको छु। हामी अहिले जात जातमा टुक्रिएर जातिबाट अलिक पर रहेको आफूलाई महसुस भयो र मैले यो रुबाई लेख्ने जमर्को गरेँ। र रुबाई यस्तो छ। जाति थियौं जात जात बनायौं, जाति थियौं जात जात बनायौं, एकता अखण्डता सबै गुमायौं, एकता अखण्डता सबै गुमायौं। एकले अर्कोको विरोध गर्छौं, एकले अर्कोको विरोध गर्छौं, जाति मासेर आफ्नो आफ्नो जातमा समायौं, जाति मासेर आफ्नो आफ्नो जातमा रमायौं। र धन्यवाद। यहाँहरुबाट के आशा राखेको छु भने मेरो प्रत्येक आइतबार महिनामा 4 वटा आइतबारे श्रृङ्खला कविता श्रृङ्खला आउने गर्छ र यहाँहरूले उक्त श्रृङ्खलालाई पनि मन पराइदिनु हुनेछ र मेरो सम्पूर्ण भिडियोहरूलाई लाइक, कमेन्ट, सब्स्क्राइब गर्दै यहाँहरूले शेयर पनि गरिदिनु हुनेछ। सबैलाई शुभ दिनको शुभकामना। धन्यवाद।